हामी चाहिँ होटललाई बाई बाई भनेर निस्किसक्यौँ बाहिर। आज त लास्टै गर्नु छ। म चाहिँ उदाडी गर्नु त दारेर मिठो माग्नु जस्तो दाने कस्तो लाग्यो त। अस्तिदेखि मकै 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 भन्नुहुन्थ्यो। मेरो बड्डा चाहिँ उठिसक्नु भएको छ। लाजले साइडबाट तौलियाको टुकुरको मात्रै देखियो होला। हेलो गुड मर्निङ नमस्ते स्वागत छ हजुरलाई मेरो च्यानलमा। हेर्न स्याफानलाई समातेको अर्को यहाँ खाना आयो अनि मैले पनि खाइदिएँ। अनि खासकेर के छ कसो छ के गर्दै हुनुहुन्छ? म त उठिसकेँ। मभन्दा अगाडि मेरो छोरो उठेर यहाँ गाडी खेल्दै थियो। यसलाई त मोज छ क्या, केटालाई मोज छ घर नजानसम्म हो। अनि हाम्रो सामान कति देखा भएन न उहाँ अलपत्र छ सामानको हालत, रुमको हालत। हामी चाहिँ आज रुम छोड्नेवाला छौँ। आज 3-4 दिन भइसक्यो काठमाडौँमा चाहिँ नेपालगञ्ज बसेको। अनि बुढाको आज लास्ट चेकअप छ। अनि डक्टरले के भन्नुहुन्छ त्यही अनुसार हामी गर्नेवाला छौँ। अहिले चाहिँ उठिसकेको छु म। हाम्रो बेड हेर्नु न सानो भयो कि के भयो ओढ्ने, राति खोलेकातिर अनि यो ब्ल्याङ्केट एकातिर भएको थियो नपुगेर 3जनालाई। अब के गर्छु कसो गर्छु त्यो त हजुरहरूले भिडियोहरू देखि नै हाल्नुहुनेछ। मेरो बड्डा चाहिँ उठिसक्नु भएको छ। लाजले साइडबाट तौलियाको टुकुरको मात्रै देखियो होला। ल हुन्छ पछि भेट्दै गरौँला के गर्छु भनेर चाहिँ बाई। म मेरो बुढाको सेवा गर्नतर्फ लागिसकेको छु। आमा कत्रो मुखो यो सब लैजानु भयो त्यहाँको केसेट। ल साथीहरू हामी त जानको लागि रेडी भइसकेको छौँ। हाम्रो चाहिँ प्याकिङ सुरु भइसकेको छ। यस्तो गरिदेऊ। यस जाऊ जाऊ उता जाऊ। हाम्रो चाहिँ प्याकिङ सुरु भइसक्यो। अब चाहिँ हामी निस्किन लागेको, ढिलो भइसक्यो। हस्पिटल 9:30 बजी पुग्नु पर्ने, 9:30 बजी यहीँ भइसक्यो। हामी सब सामान यहीँबाट आज चेकआउट गरेर जाँदैछौँ। के भनेको सानो हेर्नुहोस् भन्दैछ। हिजो हजुर नयाँ गरेको नि। यस ल बड्डा जाऊ न त। अब के यही त बस्नु मन छ? ल जाऊ आइज अब ढिलो भइसक्यो। जाऊ हामी चाहिँ अब झोला लगेर निस्किसक्यौँ। आजदेखि यो रुमलाई बाई बाई। केही छुट्यो कि कान्छ हेर्नु त? केही छुट्यो कि हेरिहाल्नु भयो? केही छैन त्यस्तो, केही छैन। मोबाइल पनि मारेको छ उसलाई। यो लग्दैछौँ हामी चाहिँ चेकआउट गर्दैछौँ। चेकआउट आऊ तिम्रो महिनाहरू आऊ त यहाँ। ल समान त्यस्तो यस कहाँ एकछिन जुम गरौँ। ल ल खुट्टा सिधा। हामी चाहिँ चेकआउट गर्दैछौँ। हामी चाहिँ होटललाई बाई बाई भनेर निस्किसक्यौँ बाहिर झोला झम्टा बोकेर। ओए आज त घाम चाहिँ लास्टै, आज त लास्टै गर्नु छ। सानो ओ बाबाको पछाडि जाऊ त। पछि त्यो कसरी गर्नु होला? खाना खाना अहिले भात खाएर फेरि आइसक्रिम रे। अहिले भात खाएर फेरि भात खाएर। ल हामी चाहिँ लाग्यौँ यहाँ हेर न। अहिले भात खाएर अहिले आइसक्रिम खानु भनेर देखाऊ। यहाँ हेर त टिचरले हेरिरहेको छ त्यो भिडियो। के देखाउनु लाग्छ खाना खाने बित्तिकै के खाइसिन्छ भनेर। हाम्रो बस्दै लाग्यो है। यहाँ त झ्यालै नखुल्दो रहेछ यो पुरै। कस्तो लाग्यो त? अस्तिदेखि मकै 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 भन्नुहुन्थ्यो। पुरा खानु उदाडी गर्नु त दारेर मिठो माग्नु जस्तो दाने खाने।
कुल्लुबाट है यहाँ सुतेर एउटा हेर्ने अर्को यहाँ पछाडि बसेको ल भाइ यता यता पानी एउटा पनि छैन सब सुकेर चिसो पानीको दुई शब्द जाओस् नेपालगञ्ज टु टिकापुर टु नेपालगञ्ज टुर डरले भन्दै कौशिना देखाउनु त आधा आधा मान्छे चाहिँ घर पुग्नसम्म मरिन्छ गरमले रोकेपछि त झन् गर्नु जान्छ गाडी हेलो गाइस हम घर पुगिसक्यो घर पुग्दैछौँ म टिकापुर पुग्यौँ होइन मौसम कस्तो छ मौसम पानी आउने जस्तो छ नि यहाँ कस्तो राम्रो शीतल छ पनि अब घर पुग्नलाई आउने ल पुग्यो गाइस घर पुग्यो घर चाहिँ माइती गएर कान्छाको ससुराले गएर कोही छैन घर चाबी यत्रो चाबी लगाएको छ यत्रो ए चाबी छैन झुन्ड्याएर रहेछ चाबी मम्मी भइसिन्छ रहन्छ सानो छ गेट लगाएर आइसु बाबु हामी चाहिँ पुग्यौँ लगेज अब सानो यति ठुला देखिँदा है भिडियोमा आज मरी बाँचेको छ हामी घामले गाडीमा हेरी आमै को जाँदो गाडीमा ल पधार्नुहोस् हजुर पधार्नुहोस् ल गेट खोलिदिएँ मैले जानु हजुर गेट खोलिदिएको छु मैले थकाइ लाग्यो लास्टै थकाइ गरौँ